नमस्ते। आजको यस भिडियोमा हामी मार्क ERP मा आइटम कसरी क्रिएट गरिन्छ त्यो हेर्न जाँदैछौँ। सो स्टार्ट गरौँ है त। सो हजुरले आइटम क्रिएट गर्नलाई सुरुमा हजुरले मास्टर्समा जानुपर्ने हुन्छ। त्यसपछि मास्टरपछि आइटम मास्टरमा है। यो क्लिक गरेपछि हजुरको एउटा इन्टरफेस आउँछ है स्टोरको। यसमा हजुरले जति पनि आइटमहरू क्रिएट गर्नुहुन्छ यसमै देखिन्छ है। यसमा हजुरको आइटम नेम है, अनि यसमा हजुरको प्याकिङ, पिसेस र एमआरपी देखिन्छ है त। अब तपाईँलाई एउटा यहाँ नोटिफिकेसन आएको छ लेफ्ट साइडमा, हेर्नुहोस् है सेतो। यसमा हजुरलाई भनेको छ F2 फर क्रिएट न्यू है, F3 मोडिफाई गर्नलाई, डेल फर डिलिट है त। अब हजुरले यसमा हजुरको किबोर्ड अनुसार हुन्छ, कसैको F1 F2 र कसैको डाइरेक्ट F2 ले चाहिँ आइटम क्रिएट गरिन्छ है त। सो मैले F1 F2 थिचेँ। यो थिचेपछि चाहिँ हजुरको न्यू प्रडक्टको इन्टरफेस खुल्छ है त। अब यसमा चाहिँ हजुरले आइटमहरूको डिटेल्स भर्नु पर्ने हुन्छ स्ट्रिप वाइज है त। सो मैले एउटा आइटम बनाएँ है, निम्स 50 mg भनेर मैले एउटा आइटम बनाएँ है। अनि त्यसपछि हजुरको यसको प्याकिङ है त। अब यो निम्स चाहिँ है प्याकिङ कति छ भनेर हामीले चाहिँ जनाउनु पर्ने हुन्छ यहाँ है। एउटा स्ट्रिपमा मैले चाहिँ 15वटा हुन्छ भनेर चाहिँ प्याकिङ राखिदिएँ है त। हामीले यो चाहिँ अहिले स्ट्रिप वाइज चाहिँ डिटेलहरू भरिरहेका छौँ है त। ओके, यो भनेको ऱ्याक नम्बर मैले 8 राखेँ है। त्यसपछि हजुरको युनिट है, अब हजुरको यसमा युनिट फर्स्ट ट्याब हुन्छ, सेकेन्ड स्ट्रिप हुन्छ, यसमा केही गर्नु पर्दैन है। अनि त्यसपछि हजुरको कम्पनी, अब यो कुन कम्पनीको हो भनेर हजुरले यहाँ डिफाइन गर्नुपर्ने हुन्छ है। अब तपाईँलाई कम्पनी सिलेक्ट गर्नलाई यहाँ थिचेर हजुरले नो गर्नुभयो भने चाहिँ कम्पनीको इन्टरफेस आउँछ है त। अब मैले अलरेडी बनाइसकेका कम्पनीहरू यहाँ छन् है। अब तपाईँलाई नयाँ कम्पनी क्रिएट गर्नु छ भने F1 F2 थिचेर चाहिँ नयाँ कम्पनी क्रिएट गर्नु सक्नुहुन्छ है त। जस्तै मैले एक्जाम्पलको लागि एबिसी भनिदिएँ है। अनि त्यसपछि हजुरले सिम्पली कन्ट्रोल W गर्नुभयो भने चाहिँ अनि इन्टर गर्नुभयो भने चाहिँ नयाँ कम्पनी बन्छ है त, एबिसी है। यसरी नै हजुरले विभिन्न कम्पनीहरू बनाउन सक्नुहुन्छ। मैले चाहिँ अहिलेको लागि चाहिँ प्यारासिटामल छैन रहेछ, मैले नेसनल कम्पनी भन्ने सिलेक्ट गरेँ है त। फेरि हजुरले इन्टर थिच्नुहोस्। इन्टर थिचेपछि सल्टमा जानुहुन्छ है। अब तपाईँलाई सल्ट राख्नु छ भने नो थिच्नुपर्ने हुन्छ। नो थिचेपछि सल्टको चाहिँ इन्टरफेस आउँछ है त। अब यसमा हजुरले सल्टहरू देख्न सक्नुहुन्छ है। यसमा हजुरको कुन सल्ट हो भनेर यहाँ छैन भने नयाँ सल्ट क्रिएट गर्नलाई F1 F2 है। तपाईँले जे पनि नयाँ क्रिएट गर्नुहुन्छ F1 F2 अथवा F2 चाहिँ थिच्नुपर्ने हुन्छ है त। तर कन्डिसन यो हुनु पर्यो अगाडि चाहिँ कुन इन्टरफेस चाहिँ खुलिरहेको छ है त। अहिले सल्टको इन्टरफेस अगाडि खुलिरहेको छ, त्यसैले मैले F1 F2 थिचेपछि चाहिँ सल्ट क्रिएट गरियो है त हामीले। अब यसमा सल्ट हामीसँग अलरेडी छ है। नयाँ सल्ट बनाऊ, मैले एबिसी सल्ट भनेर एक्जाम्पलको लागि क्रिएट गरेँ। यति गरेपछि हजुरले इन्टर थिच्नुभयो भने नयाँ सल्ट क्रिएट हुन्छ है त। ओके, एबिसी सल्ट भनेर यहाँ टपमा आइसक्यो। अब है यो यसमा कुन सल्ट छ भनेर हजुरले यहाँ डिफाइन गर्नुपर्ने हुन्छ। मैले अलरेडी बनाइसकेका छु है। मैले चाहिँ यो निम्स्युलाइट भन्ने चाहिँ सिलेक्ट गर्छु है त। ओके, त्यसपछि है तपाईँले क्याटेगोरी पनि डिफाइन गर्न सक्नुहुन्छ है, कुन क्याटेगोरीमा राख्ने हो भनेर। अब यसमा हजुरले सिम्पली नो थिच्नुभयो भने चाहिँ क्याटेगोरीको इन्टरफेस आउँछ। अब हाम्रो कन्डिसन के भइरहेछ भन्दाखेरि अगाडि चाहिँ क्याटेगोरीको इन्टरफेस खुलिरहेको छ। सो हजुरलाई नयाँ क्रिएट गर्नु छ भने F1 F2 होइन भने F2 है, दुइटामा एउटा युज गरेर चाहिँ हजुरले क्रिएट गर्नु सक्नुहुन्छ। सो मैले F1 F2 गरेँ र अब क्याटेगोरी बनाएँ है त। मैले एबी क्याटेगोरी है यो भनेर चाहिँ गरिदिएँ। अब त्यसपछि इन्टर थिचेपछि चाहिँ हजुरको क्याटेगोरी बन्छ है त। ओके, एबी भनेर यहाँ टपमा आयो है। मैले चाहिँ अलरेडी बनिसकेका ओटिसी भन्ने चाहिँ सिलेक्ट गरेँ। त्यसपछि हजुरको अब यहाँ यदि भ्याट छ भने 13% राख्नुपर्छ, छैन भने छोडिदिनुहोस् है। अनि एमआरपी है, मैले एमआरपी यहाँ 100 राखिदिएँ है। एक स्ट्रिपको 100 भनेर राखिदिएँ। यो पर्चेस रेट हो है। यो चाहिँ 50 भनेर मैले चाहिँ एक स्ट्रिपको 50 रुपियाँ भनेर पर्चेस रेट राखेँ। पिरियड भनेको हजुरको पर्चेस रेट है। त्यसपछि यो भनेको रेट ए, रेट बी, रेट सी है। यो भनेको हजुरको सेल रेट है त।
अब 3टा सेल रेट दिएछ हजुरलाई है, हजुरले 3टा पनि राख्न सक्नुहुन्छ। होइन भने यहाँ नराखेर एमआरपी वाइज बेच्नुहुन्छ भने एमआरपी राखेर या यसलाई छोडिदिनु पनि सक्नुहुन्छ है त। ओके, मैले रेट एमा चाहिँ 100 नै राखेँ, एमआरपी वाइजै बेच्छु भनेर है। अब यहाँ चाहिँ conv.str भनेको छ है, यो चाहिँ हजुरको कन्भर्जन स्ट्रिप हो है त। यसमा चाहिँ हजुरको एउटा स्ट्रिपमा कतिवटा ट्याब हुन्छ त्यति नै राख्नुपर्ने हुन्छ। जस्तै निम्स 50 mg को प्याकिङमा हेर्नुहोस् है, कतिवटा एउटा स्ट्रिपमा 15वटा ट्याब छ भनेर हामीले राखेका छौँ है। सो मैले चाहिँ यहाँ 15वटा ट्याब राख्छु है त। ओके, अब हामीसँग मोर अप्सन छ है त। यहाँ हजुरको मिनिमम क्वान्टिटी है, मिनिमम क्वान्टिटी पनि हजुरले राख्न सक्नुहुन्छ। मैले मिनिमम क्वान्टिटी 10 होस् भनेर राखेको छु है। म्याक्स क्वान्टिटी पनि राख्न सक्नुहुन्छ। मेरो चाहिँ म्याक्स 500 स्ट्रिप होस्, योभन्दा धेरै नहोस् भनेर राखेको छु है। अब रिअर्डर पनि म्यानेजमेन्ट गर्न सक्नुहुन्छ है। जस्तो मलाई 100वटा स्ट्रिप पर 5 डेज चाहियो भनेर यसरी हजुरले सेट गर्न सक्नुहुन्छ। यो हजुरको डिस्काउन्टहरूको भयो है, जस्तै भोल्युम डिस्काउन्टहरू अन कति क्वान्टिटी है। अब डिस्काउन्टलाई एप्लिकेबल गर्ने कि है, अफ गर्ने कि अन गर्ने हजुरले डिस्काउन्ट यहाँबाट गर्न सक्नुहुन्छ है। त्यसपछि आइटम डिस्काउन्ट हजुरले यहीँबाट पनि सेट गर्नुहुन्छ। जस्तै हजुरले 5% यहाँ आइटम डिस्काउन्टमा राख्नुभयो भने हजुरले सेल गर्दाखेरि अटोमेटिक 5% चाहिँ डिस्काउन्ट दिन्छ है त। हजुरको स्पेसल डिस्काउन्ट भयो है, कति पर्सेन्ट दिने है, 20% अन है, कति क्वान्टिटी अन 50वटा स्ट्रिप लानुहुन्छ भने 20% डिस्काउन्ट भनेर यसरी पनि सेट गर्न सक्नुहुन्छ है। यो चाहिँ ओभरअल हजुरको डिस्काउन्टको म्यानेजमेन्ट है त। ओके, अब हजुरको यो नार्कोटिक प्रडक्ट हो कि होइन भनेर हजुरले पनि डिफाइन गर्न सक्नुहुन्छ है त। अब अहिले नो छ है, एस हो भने एस गरिदिनुहोस्, होइन भने नो गरिदिनुहोस् है। नार्कोटिक प्रडक्टहरूको चाहिँ हजुरले छुट्टै एउटा रिपोर्ट पनि पाउनुहुन्छ है त यसमा। ओके, यति गरेपछि इन्टर 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 गरेर है, इन्टर गर्नुहोस्। त्यसपछि फेरि एकचोटि इन्टर गर्नुहोस् अनि सेभ चेन्जेस भनेर आउँछ, एस गरिदिनुहोस् अनि यो प्रडक्ट चाहिँ बन्छ है त। ओके, अब यो प्रडक्ट हेरेर है। ओके, यो प्रडक्ट हाम्रो बनिसक्यो। निम्स 50 mg प्याकिङ एउटा स्ट्रिपमा 15वटा ट्याब भनेर है। अहिले चाहिँ हामीसँग स्टक चाहिँ छैन है त। ओके, यसै गरी है यदि यो प्रडक्ट तपाईँले बनाउने क्रममा है केही मिस्टेक भयो भने तपाईँले फेरि यसलाई एडिट पनि अथवा मोडिफाई पनि गर्न सक्नुहुन्छ। अघि नै हामीले त्यहाँ सानो नोटिफिकेसन आएको थियो, त्यसमा देखाएको थियो F3 फर मोडिफाई, डेल फर डेलिट है त। सो अब एकचोटि यसलाई मोडिफाई गरेर हेरौँ है। FN F3 होइन भने यो किबोर्ड हेरेर हुन्छ है। मेरोमा चाहिँ FN F3 छ अनि यो किबोर्ड वाइज हुन्छ है, तपाईँहरूको कस्तो टाइपको किबोर्ड छ त्यही अनुसार चाहिँ चल्छ। कसैको F3 डाइरेक्टली पनि हुन्छ, मेरो चाहिँ FN F3 गर्नुपर्छ है त। ओके, हामी चाहिँ मोडिफाई प्रडक्टको इन्टरफेसमा आयौँ। यसमा हजुरको केही मिस्टेक छ भने अब हजुरले यहाँबाट सच्याउनु सक्नुहुन्छ है त। ओके, जस्तै निम्स 50 mg ठिक छ, यो प्याकिङ चाहिँ म अर्को टाइपले राख्छु भन्नुहुन्छ भने यो पनि मिल्यो है। 1 STRIP 1 स्ट्रिप है, 1 स्ट्रिपमा इन्टु 15 ट्याब हुन्छ भनेर यसरी पनि हजुरले गर्न सक्नुहुन्छ है। यसै गरी हजुरको अब ऱ्याक नम्बर मिस्टेक भयो भने है, ऱ्याक नम्बर पनि मिलाउन सक्नुहुन्छ। मैले 9 नम्बर गरिदिएँ है। यसै गरी हजुरको है कम्पनीहरू मिस्टेक भएको छ भने अर्को कम्पनी छान्नु सक्नुहुन्छ यसरी है, नोमा गएर है। होइन भने यही हो भने यही गर्न सक्नुहुन्छ है। यसै गरी यसमा हजुरको भ्याट छैन भने यसलाई 00 गरेर हटाइदिनुहोस्, फेरि इन्टर इन्टर है। हजुरले यसरी के मिस्टेक छ ओभरअल सबै चाहिँ यहाँबाट मोडिफाईबाट चाहिँ हजुरले एडिट गर्न सक्नुहुन्छ है त। यति गरेर हजुरले कन्ट्रोल W गर्नुभयो भने है, अनि सेभ चेन्जेस भन्ने इन्टरफेस आउँछ है। अनि यसमा हजुरले एस गर्नुभयो भने यो मोडिफाई हुन्छ है त। ओके, सो यसरी नै हजुरलाई यो आइटमलाई यदि डिलिट गर्नु छ भने है, सिम्पली डिलिट भन्ने त्यो बटन हुन्छ, त्यसमा चाहिँ हजुरले थिच्नुभयो भने डिलिट गर्न सक्नुहुन्छ है। यसमा हजुरले एसमा गएर डिलिट यसमा गएर इन्टर गर्नुभयो भने चाहिँ यो आइटम डिलिट हुन्छ है त। ओके, तर डिलिट गर्नुभन्दा अगाडि है आइटमहरूको यदि ट्रान्जेक्सन भएको छ अथवा आइटमको युनिटहरू छ भने चाहिँ डिलिट हुँदैन। त्योभन्दा अगाडि हजुरले ट्रान्जेक्सन र स्टक चाहिँ क्लियर गरेर डिलिट गर्नुपर्ने हुन्छ है त।